ल ठिकै छ। यसको आमाले पनि मलाई छोडेर गइहाले। जहाँ गए पनि जोसँग गए पनि भगवानसँग यही छ प्रार्थना मेरो। आओ छोरी भित्र। तिमीलाई मनपर्ने मिठो आलु हुदेरी बनाइरहेको छु। मिठो मानेर खाउला। हस् बाबा। घरमा कोही हुनुहुन्न कि के हो? ए अङ्कल पो हुनुहुँदो रहेछ। अब यताबाट म सहितलाई खाना नास्ता दिएछु। अङ्कल तपाईँलाई पनि गाह्रो छ है, यति कलि उमेरमा बिहे गरेर आन्टी अर्कैसँग गइहाल्नु भयो। दुःख छ हजुरलाई पनि। यस्तै छ भनौँ। अब छोडेर गइहाली, कलेरै उमेरमा बिहे गरियो। अब त्यही एउटी छोरी छ, त्यसैलाई पढाउनु पर्यो, हुर्काउनु पर्यो। अब त्यसैलाई ठुलो मान्छे बनाउनु पर्यो। अब यस्तै छ, के गर्ने छ भाग्यमा। अङ्कल कति वर्ष हुनुभयो र तपाईँ अहिले? मलाई 21 वर्ष भयो। हेर यति लामो जिन्दगी छ, एक्लै कटाउन सक्नुहुन्छ त अङ्कल? बरु अर्को बिहे गर्नु तपाईँ। म त्यही भन्छु, अर्को बिहे गर्नुहोस्। खै अर्को बिहे गरेर पनि के हुने हो? त्यही एउटी छोरी छ, अब त्यसैलाई हुर्काउनु बढाउनु पर्यो। कहिलेकाहीँ त सोच्दैछु बिहे गरौँ कि भनेर। अब त्यत्रो छोरी छ, कसरी पत्याउँछ मलाई? बताइहाल्छ नि, भर्खर त 21 वर्ष लाग्नु भएको छ। बुनु त्यो ऐना देऊ त। भुबो अङ्कल धेरै नहेर्नु, ह्यान्डसम नै हुनुहुन्छ। हेरौँ यस्तो हित्तो चित्तो बुझेको, मन खाएको कोही भेट्यो भने गरौँ न। आधी उमेर बाँकी नै छ। ल अङ्कल म त गएँ। ओहो बुनु स्कुलबाट आयो? होमवर्क सक्यो त बहिनी? भर्खर सक्यो। हेरौँ त सबै गर्न आएर तिमीलाई यस्तो कुरा पनि देख्नु।
दिदी तपाईँलाई स्किपिङ खेल्न आउँछ आउँछ नि ए तिमी यता स्किङ खेल्नु बसिरहेको छौ होमवर्क गरिसक्यो गरिसक्यो सबै आजको होमवर्क हो अङ्कल तपाईँलाई पनि गाह्रो छ है यति कलिलो उमेरमा बिहे गरेर आन्टी अर्कैसँग गइहाल्नु भयो दुःख छ हजुर हेर यति लामो जिन्दगी छ एक्लै कटाउन सक्नुहुन्छ बरु अर्को बिहे गर्नु त्यही भन्छु अर्को बिहे गर्नुहोस् बरु अर्को बिहे गर्नु त्यही भन्छु अर्को बिहे गर्नुहोस् बरु अर्को बिहे गर्नु त्यही भन्छु अर्को बिहे गर्नुहोस् बरु अर्को बिहे गर्नु त्यही भन्छु अर्को बिहे गर्नुहोस् म यो गलत कदम कहिले उठाउँदिन त्यसै छोडेर के भयो त मसँग मेरी छोरी छ अब बुढेसकालको सहारा त्यही एउटी छोरी हुन्छ मेरो म यो गलत कदम कहिले उठाउँदिन त्यसै छोडेर के भयो त मसँग मेरी छोरी छ अब बुढेसकालको सहारा त्यही एउटी छोरी त्यही एउटी छोरी के गर्दैछ अस्ताए धेरै दिनपछि भेट भयो कि विदेशतिर जाँदैछस् भन्ने सुनिरहेको थिएँ खोइ के जानु र विदेश त्यत्रो 6 वर्ष विदेशमा बसियो यता बुढी पहिलो गई इस अब त विदेशको नामै नलियो त पनि नजा विदेशतिर नाइ सबैको बुढी त्यस्तै कहाँ हुन्छ र मेरो बुढी त मैले उठभन्दा उड्ने बसभन्दा बस्ने सास फेर्ने सास फेर्ने यस्तो छ त्यस्तो सबैको त्यस्तै हुँदैन के छ त नि अर्को बिहे गर्ने सोचमा सोच के हो एकचोटि बिचमा गरौँ भन्ने जोस पनि आएको थियो अब पहिले गोली त्यसरी छोडेर गयो अब के बिहे गर्नु र हेर साथी मैले भनेको मान्छस् भने ता पनि विदेश नजा मैले पनि त कहाँ सोचेको थिएँ यस्तो हुन्छ भनेर त्यत्रो 6 वर्ष विदेशमा बसेको विदेशमा बसेर कमाएको धन पनि गयो लास्टमा बुढी नि पहिलो गयो अब त्यही एउटी छोरी छ त्यसैलाई हुर्काउनु पर्यो पढाउनु पर्यो पढाउनु पर्यो हुन त तेरो कुरा पनि सही हो
जा जहाँ जान्छे जा रानीले छोडेर गए म यसै खुस छु बाबा के भयो बाबा